अहिले हामीले देशभर यस प्रकारका 6वटा सभा सम्पन्न गरेर यो 7औं सभा गरिराखेका छौँ। हामीले देश अब यही अवस्थाबाट अगाडि जान सक्दैन। देश पछाडि फर्कने कुरा पनि होइन र देशलाई पछाडि फर्काउने कुरा पनि होइन, तर अब देश यही रहन सक्दैन। देशलाई अगाडि जानै छ, तर यही बाटोबाट देश अगाडि जान सक्दैन। त्यसकारण देशलाई एउटा नयाँ समझदारीको आवश्यकता छ र त्यसको लागि शान्तिपूर्ण ढङ्गले सबै राजनीतिक शक्तिहरू अटाउने गरी सबै राजनीतिक शक्तिहरूको सहमतिमा एउटा नयाँ समझदारी गरौँ। हिजोका पनि राम्रा कुराहरू समेटेर जाउँ र अहिलेका पनि केही राम्रा कुराहरू छन्, तिनलाई पनि लिएर नयाँ एउटा समझदारी र नेपालको मौलिक व्यवस्था निर्माण गरौँ, जहाँ राजादेखि अहिलेका गणतन्त्रवादीहरूसम्म अटाउने छन् र त्यस्तो व्यवस्था निर्माण हुनेछ जहाँ जनता सार्वभौम सत्ताका मालिक हुनेछन्। राजा अभिभावकीय संस्थाको रूपमा अथवा देशको अभिभावकको रूपमा रहनेछन्। जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्री, सनातन हिन्दू राष्ट्र, प्रदेश नरहेको केन्द्र र बलियो स्थानीय तह, भ्रष्टाचार जसले गरेको भए पनि जहिले गरेको भए पनि दण्डित हुने व्यवस्था र देशभित्रै रोजगारीको सिर्जना, शिक्षा, स्वास्थ्य जस्ता विषय पूर्ण रूपमा निशुल्क गरेर देशलाई एउटा नयाँ बाटोमा लगिनेछ र हामीले 5-10 वर्षभित्रमै देश बनेको आफ्नो आँखाले देख्न पाउनेछौँ। त्यस्तो सम्झौता गरौँ, त्यस्तो विधि बनाऊ जहाँ कसैले कसैलाई निषेधित गर्ने, जहाँ कसैले कसैलाई अपमानित गरेको र अपमानित भएको महसुस नगर्ने परिस्थिति निर्माण होस् भनेर हामीले एउटा अहिलेको राज्य सत्तामा भएका आफूलाई प्रमुख भन्ने दलहरूलाई दबाब दिन र आम जनता